हेलो दादी। हेलो बाबु। के खानु भइरा? चिया। कस्तो छ हजुरको चिया? मिठो छ। चियासँग के खानु भइरा? म एउटा बिस्किट खाइरहेको। तिमी पनि खाने? एउटा खाऊ, टेस्ट गर्दा मिठो बिस्किट। हुन्छ। त आज या हाम्रो सब्सक्राइबरहरूलाई भनिदिनु न कसरी तपाईँ चिया बनाउनुहुन्छ? कसलाई भनिदिने? कसलाई भन्ने चियालाई? कसलाई भन्नुपर्छ चिया? तिमीले पकाउने हो? या हाम्रो फ्यान्सहरू छ नि, उनीहरूलाई भन्नु न तपाईँ कसरी चिया बनाउनुहुन्छ? के हालेर रेसिपी? ए चिया कसरी पकाउँछ तिमीले सिक्ने हो? चिया यस्तो चिया त एकदम सिम्पल छ नि त। चियाको भाँडामा ग्यासमा पानी हाल्ने, जति कप चिया खान्छौँ नि हामी त्यति पानी हालेर बेसरी उबाल्ने। त्यसपछि त्यसमा अदरक हाल्ने, अदरक हालेपछि दुध पनि हाल्ने, अनि फेरि उमालेर त्यसपछि चियापत्ती हाल्ने, अनि उसलाई एकदम बेसरी उबाल्नुपर्छ। म त अलिक कडक चिया खान्छु नि अदरकवाला। बेसरी उमालेर जो व्यक्ति चिनी खान्छ चिनी हाल्नु पर्यो, जसले चिनी खाँदैन चिनी हाल्नु हुँदैन। म त चिनी हाल्छु, अनि चिनी हाल्ने फेरि है। अनि बेसरी पकाउने, दुध अलिकति बढी दुध हालेको म खान्छु। अनि बेसी उमालेर अनि कर्र चिया छान्ने, बिस्कुटसँग खाने। सो हेर्नुभयो होला कसरी हामी कडक चिया बनाउँछौँ। होइन, मलाई त अदरकवाला चिया मनपर्छ कि। कसरी सुक्मेला हालेर पनि खान्छ। धेरै मानिसहरूले अदरक हाल्छन्। सो हेर्नुभयो होला कसरी मेरो हजुरआमाले चिया बनाउनुहुन्छ। जानुभन्दा अगाडि भिडियोलाई लाइक र सब्सक्राइब गर्नु होला। बाई बाई।